आज 20 गते दोस्रो दिन बिहान उठ्दाखेरि 6:10 भइसकेको थियो। प्रेम सरसँग मोटरसाइकल गाडी आएको। छरा घरै अगाडि छरा रहेछ। बिहानको दृश्य अवलोकन गरे। सूर्योदयसँगै आकाश खुल्दै थियो। घरै अगाडि झरनाको दृश्य मनोरम देखिरहेको थियो। बिहानको समय हुङ्गु खोला जाने र खाना खाइवरी हाट समेत लाग्ने शिवटार बजारको योजना बन्यो र त्यतै मामाघर बजुलाई भेट्ने समेत कुरा भयो। अब हामी खोलातिर लाग्दैछौँ तल। धानखेत र बारीको आलिआली हुँदै हामी खोला झर्दै गयौँ। बाटो क्लियरसँग देखिएको थिएन। जेनतेन बाटो खोज्दै झर्दै गयौँ। मेरो आँखा झर्नातिरै थियो। गाडी पन्छाउँदै अगाडि बढ्दै गयौँ। बिहानको शीत लागेर कपडा पुरै भिज्यो। चप्पल चिप्लिएर हिँड्न गाह्रो भयो। जेनतेन खोला पुग्यो। खोला उर्लिरहेको थियो। त्यहाँ गएर केही थान फोटाहरू खिच्यौँ। पानीमा खेल्यौँ। चिसो पानीले छुट्टै मजा दिइरहेको थियो। छुट्टै शान्तिको महसुस भयो। फेरि चिसो लाग्ने डर पनि थियो। त्यसैले 10-12 मिनट त्यहाँ बसिसकेपछि अब हामी उकालो लाग्यौँ। चप्पल चिप्लेर हातमा चप्पल बोकेर उकालो लाग्यौँ। ढुङ्गा काँडाले घुस्थ्यो। बाटामा तामाको बोट भेट्यौँ। तामा देखेपछि मन लोभियो र कसको हो भनेर नचिनिकन तामा लिएर मासतिर लागियो। घर आइपुग्यो। खोला झरेर पनि आइपुग्यो। यो ठिक लाग्छ तामा। सिकारै भेटियो त। आइपुग्यो। त्यहाँ प्रेम सरले तामा बनाउन थाल्नुभयो। खाना खाएर सुतिएछ। अब भुइँकटर सरले गर्नुभएछ। अब भुइँकटर खाने हो। घरमै फलेको भुइँकटर काटियो, खाइयो। स्वादिलो रहेछ। केही बेर घर र घर वरिपरिको निरीक्षण गरियो। घरिघरि झरनाले तानिराख्थ्यो। झरनालाई पृष्ठभागमा राखेर फोटो खिचिरहन मन लाग्थ्यो। अब हटिया लाग्यो। शुक्रबारे हटिया। एक घन्टामा त पुग्यो होला। हेरौँ। मध्याहको घाम थियो। गर्मी चौपट थियो। छाता ओढेर हामी उकालो लाग्यौँ। सुकाङको भूगोल यहाँ क्याप्चर गरिँदैछ। बेसी त्यसमाथि 12 बजेको घाम गाह्रो थियो। स्कुल माथिबाट लाग्यौँ अगाडि। गाडीको बाटो छोडेर छोटो उकालो बाटो अगाडि बढ्यौँ। स्कुले नानी भाइहरूसँग भेट भयो। बोर्डिङ स्कुल हो। कुन स्कुल पढ्ने हो? स्कुल हो कि बोर्डिङ हो? यहाँ नजिकै छ त। यहाँ किन नपढेको त? ए ल। बरपुरुखमा प्रेम सरको ससुराली बुवा भेट भयो। भन्नेतिर हुनु भन्नेतिर बास बस्ने ठाउँमा कोही धान छ नि
बाका साल्पा पोखरीका पुराना कहानी सुनेर अगाडिको बाटो तय गर्यौं। शिवटार बजार जाँदैछौँ हामी। अब पुग्न आँट्यो शुक्रबारे हाट। 1 घण्टामा आइपुग्ने ठाउँ नै लेख्छ फेरि हेर्नु न माथि जङ्गलमा हेर्नु हैन। अनि बाबुको सम्पत्तिको ध्वस गर्ने आउने शिवटारको बजार आइपुग्यो। सुँगुरका पाठाहरू बिक्री भइरहेछ। मानिसहरू जादु हेरिरहेका थिए। फोटो खिच्न र भिडियो गर्न मनाइरहेछ। केरा किन्यौँ। अलिक माथि गएपछि पानीपुरी खाएर हामी आफ्नो बाटो लाग्यौँ। बजुको लागि पसलमा गएर सामानहरू किन्यौँ। गफ गर्दै अगाडि बढ्यौँ। बजारबाट उँभो लाग्दैछौँ हामी। स्कुल हुँदै माथि गयौँ। बजारको दृश्य राम्रोसँग देखिएको थियो। केही बेर बजारलाई निहाल्यौँ अनि बाटो लाग्यौँ। जति माथि गयो बजार उति राम्रो देखिँदै गयो। मौसम खुलेकोले वरिपरिका डाँडाहरू पनि घमाइलो देखिएका थिए। थकान पनि मेटिने फोटोहरू खिच्दै हामी बिस्तारै अगाडि बढ्यौँ। सोताङ सदरमुकाम साँच्चैकै रमाइलो ठाउँ रहेछ। पानी खाएर ज्यानमा बल थप्दै हामी अब अगाडि बढ्यौँ। राम्रोसँग सोलिङ गरेको बाटो हिँड्न सहज थियो। सोताङ गाउँपालिकाको कार्यालय भवन पनि हेर्ने रहर पुरा भयो। गाउँपालिकाको भवन माथिबाट हामी अगाडि बढ्यौँ। अब उकालो चढ्नुपर्ने बाटो सकिएको थियो। सिधा र सरल बाटो भएकोले हिँड्न सहज थियो। अब हाम्रो डेस्टिनेसन पनि नजिकै थियो। कस्तो राम्रो भन्नुभएको रहेछ डेकोरेसन फुलको। फुल बिरुवाले सजाऊ ठुलो एरिया सहितको घर साँच्चैकै बसिरहँ जस्तो थियो। पहिले बजु भेट्न लाग्यौँ। नमस्कार है। अब खेल्ने या के राम 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 माम बोलाउने बजु दुइटै राई भाषा बोल्न सिपालु हुनुहुन्थ्यो। कर गरी थपी हामीलाई चिसो डिउ खुवाउनु भयो। बजुको न्यानो आतिथ्यता र हार्दिकता मनभरि सँगाल्दै अब हामी माइजूलाई भेट्न लाग्यौँ। माइजूले आफ्नो घरमा स्वागत गर्नुभयो। बेलायती ढाँचाको झल्को दिएको थियो। माइजूसँग बिदावारी भएर आफ्नो बाटो लाग्यौँ। दिन ढल्किँदै थियो। बाटो नौलो थियो। सोध्दै ओर्दै हामी बिस्तारै अघि बढ्यौँ। एकचोटि त निकै अगाडि बढिसकेपछि बाटो भुलेको थाहा भएर फेरि फर्किएर अर्को बाटो लाग्यौँ। छिटो फर्किनुपर्ने समयको चाप भए तापनि हामी आफ्नै रफ्तारमा अघि बढ्दै गयौँ। हरियो फाँटले मन खिच्यो र बस्यौँ, फोटो खिच्यौँ। साँचो स्वतन्त्रताको महसुस भइरहेको थियो। हल्का पानी परिरहेको थियो। नयाँ डिजाइनका घरहरू निहाल्दै अगाडि बढ्दै गयौँ। 4:45 बजे हस्पिटल पुग्यौँ। राम्रो हस्पिटल बनेको रहेछ। सोताङ मैले सुने भन्दा अझ राम्रो लाग्यो। सुलुको सबैतिरको भूगोल चिसो होला भन्ने ठानेको थिएँ, तर सोताङ बेसी भएकोले गर्दा गर्मी लाग्यो। गीत सुन्दै ओह्रालो झऱ्यौँ। छोटो बाटो छोडेर नौलो र लामो बाटो अगाडि बढ्यौँ। झर्ना स्पष्ट देखिने ठाउँमा फोटो खिच्न मन लाग्थ्यो। ठाउँमा अडिँदै हरिया फाँटाहरूमा फोटो खिच्दै अगाडि बढ्दै गयौँ। जता हेऱ्यो त्यतै रमाइलो लागिरहेको थियो।
डिजिटल दुनियाँबाट टाढा रहेर हामी प्रकृतिसँग रमाइरहेका थियौँ, प्रकृतिसँग एकाकार भएका थियौँ, प्रकृतिमा भुलिरहेका थियौँ। बेला बेला मानव जीवन जगतका बारेमा कुरा गर्थ्यौँ। साँच्चै जीवन दर्शन बुझ्न घुम्नुपर्ने रहेछ। भविष्यमा पनि यो ठाउँ जाने ऊ ठाउँ जाने भनेर प्लान गरिरहेका थियौँ। फर्किने क्रममा अब हामी आइपुग्न आँट्यौँ। प्रेम सरले आफूलाई यो गाउँको ज्वाइँ भनेपछि यो घरमा पस्नुपर्ने बाध्यता पर्यो। बसन्तको घर रहेछ। यहाँ रहेछ बजुको माइती चाहिँ या सुमीको बुढो माउली बुढो माउली हजुर सुमीको बुढो मावली ससुरा बुवाको माउली हजुरआमा हाम्रो माली दिदी पनि बजार जानुभएको रहेछ अघि। हजुर बजारमा भेट भइरहेको थियो। ए हजुर पनि बजार नानी जानु हाम्रो भाइ माइला भेट्यौ भन्नु हाम्रो त अब छिमेकी हजुर भेटिन माली दिदी हौ। प्रेम सरले ज्वाइँको र मैले भान्जाको आतिथ्यता पाएँ। 4 घर बस्ने दाजुभाइ हुनुहुँदो रहेछ। फेरि भेट्ने बाचासहित हामी निस्क्यौँ। साँझ परिसकेको थियो। मोबाइलको लाइटको उज्यालोमा हामी हिँड्दै गयौँ। घरमा हामीले कुरिरहनु भएको थियो।